इक्जामसम्म दिन पाउँछौँ भन्ने आशा गरौँ। जय होस् मेरो चिरे लपरोस्। हेलो हेलो वेलकम टु गाइस माई न्यू भिडियो। सो आज चाहिँ म चाहिँ टक्क प्रोजेक्ट बुझाउनलाई भनेर कलेज आएको होइन। तर नि कलेज चाहिँ बन्द रहेछ। अघि हिजो मात्रै इन्फर्मेसन सरले दिनुभएको थियो प्रोजेक्ट छुटेकोहरूले एकचोटि मौका डबल फी तिरेर दिन पाउने भनेर। अनि उसको चाहिँ प्रोजेक्ट छुटेको थियो र हामीले प्रोजेक्टै लिएर आएको। तर नि सरहरू कोही नै हुनु रहेछ। यो चाहिँ हाम्रो कलेज देख्न सक्नुहुन्छ होइन। अलिकति बज्यो 12 बजिसकेको छ अनि 8-9 बजी बोलाएको बोला नि। यो भान्जा मेन खत्तम चाहिँ पुरा निराश भएर बसिरहेछन्। अब के गर्नु, इक्जाम दिन नपाउने कुरो पनि छ। होप अब इक्जामसम्म दिन पाउँछौँ भन्ने आशा गरौँ होइन। कलेज नि नआएको त कति भयो तिमी कलेज नआएको भन्छ? कलेज नआएकै 2 महिना हो। अनि आज प्रोजेक्ट चाहिँ यसो लेखेको थिएर ल्याएर मामा जाउँ सघाउनु यताउता भनेर म नि यसो आइदिएको कलेज। हाम्रो कलेज चाहिँ छुट्टी भइसकेको छ। अब एकैचोटि हाम्रो बोर्ड इक्जाम 11 गते छ। हाम्रो बोर्ड इक्जाम चाहिँ अरुणोदय परेको छ होइन। अनि त्यहाँ एकैचोटि जानुपर्ने हो खासमा। अनि रजिस्ट्रेसन यताउता लिनुपर्ने थियो। त्यो चाहिँ अब अलिक 2-3 सरहरूले बोलाउनु भएको थियो। अनि उसको चाहिँ प्रोजेक्ट आजै बुझाउँ लेखिसकेको छु। अस्ति त मेरो फुर्सद थिएन भनेर उसले भनेको थिएँ र टक्क आएको। सरहरू कोही हुनु रहेछ। पुरा तयारी थियो तर निराश भएर औँला टोकेर बसिरहेछन् मेरो भान्जा सिरी। सो त्यही गाइस अब यो चाहिँ हाम्रो कलेज देख्न सक्नुहुन्छ होइन। क्यास छ भन्नुपर्दा चाहिँ हाम्रो पढाइ हुने चाहिँ माथि ब्लक सीमा हो होइन। यो ब्लक सीको उतापट्टि चाहिँ यतापट्टि 11, यता छेउको 11, उता पल्लो छेउमा 12 रहेको छ। हाम्रो उतापट्टि हुन्छ बिल्डिङहरू यो रहेको छ यतातिर देख्न सक्नुहुन्छ होइन। बवाल नै छ कलेज। जेहोस् ब्याचलर नि कलेजमा पढाइ चाहिँ हुन्छ। ब्याचलर चाहिँ पल्लो कुनामा हो। यता चाहिँ 12 सम्म रहेको छ। हाम्रो कलेज कति हाम्रो 11 के अरे 11-12 चाहिँ बिहान हुन्छ। बिहान 6 बजीदेखि 10 बजीसम्म मार्क्स छुट्यो त भन्छ मार्क्स छोड्यो त। अनि 11-12 हाम्रो चाहिँ बिहान हुन्छ। अनि त्यसपछि यही रुममा नै हुने हुन्छ के अरे 10 सम्म फेरि दिउँसो हुन्छ। अनि हाम्रो कम्प्युटर क्लास चाहिँ देख्न कम्प्युटर साइन्स नै पढाइ हुन्छ। यो चाहिँ यहाँदेखि कम्प्युटर लेखेको छ यहाँ हुन्छ। हाम्रो अफिस रुम यो भयो। अब सो यस्तै हो गाइस होइन। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला युट्युब च्यानलमा होइन। छास्स लाएर तपाईँहरूले नै गरेको साथ सहयोग सपोर्टले गर्दा नै म झन् मलाई भिडियो बनाउन इच्छा आकाङ्क्षा तत्परता हुनेछ। हाम्रो कलेज हुनु न हौ भन्छ सहयोगी माध्यमिक विद्यालय देख्न सक्नुहुन्छ होइन। झ्याप्प लाएर यो चाहिँ हाम्रो खेल्ने हो। हामी नि खेल्छौँ। सो त्यही हो गाइस। अब म चाहिँ जानुपर्ने हुन्छ होइन। अब झ्याप्प लाएर यहाँ चाहिँ बबाल लेखेको चाहिँ म तपाईँलाई देखाउँछु। हाम्रो यस्तो लेखेको छ यहाँ चाहिँ कि सफा ताजा र पुष्टिक खाना खाऊँ, सफा लुगा लगाऊँ, दैनिक आफ्नो सरसफाइमा ध्यान दिउँ, नियमित स्वास्थ्य जाँच गराऊँ, सफा स्वास्थ्य र सक्षम बनाऊँ लेखेको रहेछ होइन। यहाँ चाहिँ के छ क्या इसिडी होला। इसिडी पक्कै पनि मलाई जहाँमा लाग्छ वेलकम हो रहेछ इसिडी। वा प्रदीपले ठ्याक्कै चिन्छ नि। अनि यता चाहिँ यस्तो लेखेको चाहिँ व्यवस्थापन। सो अब हामी चाहिँ फेरि जिममा जानु। यहाँ चाहिँ सिसी क्यामेरा रहेको छ। यहाँ तक गऱ्यो भने पनि अप्ठ्यारो गोज्छ फेरि गर्नु नि हुँदैन। ल अब हामी चाहिँ फेरि ट्याक्कै अब उसको नभयो नि हिही कलेज नि कट्टो भेषमा आएको छ खासमा। म त चिन्नु ठाउँ छ कि छैन भन्छ। यहाँ हेरौँ न हामीलाई ओहो यहाँदेखि तर्नु पर्ने हुन्छ। सरले देखाउने मार्छ।
बाँदरभन्दा चाहिँ कम्तीको छैनन् नि हेर सक्नुहुन्छ गाइस हाम्रो प्रदीप मामा भन्ने चाहिँ एउटा चाहिँ बाँदर जस्तै नै छन् उसको रूप नै बाँदरले बनेको छ मात्रै सो तर यो हामी चाहिँ जिम सेन्टर जाँदैछौँ गाइस होइन जिम गर्ने ज्यान हेर्नुहोस् बोकाको जस्तो तातलक्क परेको छैन भन्ने हेर्न सक्नुहुन्छ अब मैले जिम गरेको होइन कति गर्छु भन्छ तिमी जिम यस्तो पुसअप 30 नन स्टप हो पुसअप गरेको ज्यान हेर्नु कति नै परेको छ यसको ज्यान चाहिँ कति खदा तिम्रो ज्यान यार हेर एकजना अहिलेसम्म भविष्यमा मेरो नि ज्यानको प्रशंसा गर्ने मेरो फुल जस्तो निकै राम्रो भन्छ ज्यान छ होइन निक्ले गुलाब छन् ज्यान भन्छन् यस्तो कपाल नि पालेको छु होइन हल्का हल्का झन्डै नाक कट्ने भइसकेको छ अब के हेर्नु अस्ति चाहिँ सरले इक्जाम बोर्ड इक्जाम दिन जाँदा कलेजबाट कपाल नकाटेकोलाई इन्ट्री गराइदिएन भन्दै हुनुहुन्थ्यो सो अब हेरौँ अब इन्ट्री गराउनु जस्तो कुरो भएन भने त कपाल सपाल तक्ला बनाएर जानु पर्ला अनि खासमा जिम गर्ने ठाउँ चाहिँ यो हो है हाम्रो कलेज उयो तलको रह्यो अनि यहाँ चाहिँ जिम हाम्रो कलेजदेखि लगभग 2 मिनट साढे 2 मिनट भविष्य बार्नीको लागि राखिएको छन् होइन गाइस भविष्य बार्नी के त्यस्तै अब लाउरे हुन्छन् यसबाट नै होइन मामा के कसो हो त तिमी के भयो लाउरे यो 12 बजीको टन्टाला पुऱ्यो हाम्रो साँच्चै पैसा लिएको हतियार स्विमिङ खेलेर जानु पर्थ्यो स्विमिङ कुन चाहिँ खेल्न जाने ए तल अस्ति हामी आएर खेल्यो नि तिमी जस्तो त्यहाँ गएर चाहिँ हामी नि पुसअप भगवान् गौतम बुद्ध यो त हामी पहिला आउँदा थिएन है पछि बनायो पछि बनाएको यसलाई नि ढोकिदिउँ जय होस् मेरो नि छिटो लप परोस् त्यही त भन्नु होला नि सानो सानो क्युट क्युट बहिनीहरू नि हुनुहुँदो रहेछ त गर भन्छ झोला त फुकालेर गर हिरोको इन्ट्री हुँदैछ एकदमै फुर्ती साथ देखाइरहेछन् गर्न चाहिँ कस्तो गर्छन् कति गर्छन् बाङ्गे परेदै गइरहेछन्